यसमा चाहिँ अब धेरै जटिल कुरा छ। यो चाहिँ अब योभन्दा चाहिँ विडम्बना चाहिँ दुःखको पीडा चाहिँ छैन सर। चेपाङ समुदायको लागि एउटा ठुलो दुःखको कुरा हो। दुःखको कुरा हो यो पीडा भन्दा यो बहुत पीडा छ। तपाईँ यति बेला 1 लाख चेपाङ समुदायको नेतृत्व गर्दै विगत लामो समयदेखि समाजसेवामा खटिरहनु भएको छ। देश बन्नुपर्छ, बनाइनुपर्छ, जिल्ला भाषण र घोषणापत्रले मात्र हुँदैन भनेर जुन तपाईँको पहली कदम छ, यसले पक्कै पनि सम्बन्धित निकाय विशेष गरेर मन्त्री कुलमान घिसिङले पक्कै पनि पहल गर्नुहुनेछ आशा छ हामीलाई अझै पनि। छ उहाँले यो भिडियो हेरेपछि, यो भिडियोको क्लिप देखिसकेपछि उहाँको मन त्यस्तो ढुङ्गा जस्तो साह्रो छैन। उहाँ दयालु हुनुहुन्छ। उहाँको आँखामा यो नजर नपरेको हुनसक्छ। उहाँको आँखामा यो नजर नपरेपछि उहाँले चाहिँ नजर अब पर्छ र पार्नु हुनेछ र उहाँले चाहिँ कुन निकायमा खटाएर चाहिँ पठाउनुहुन्छ भन्ने चाहिँ यो विश्वास छ मलाई। हामीलाई मन्त्री कुलमान घिसिङ जस्तै व्यक्ति चाहिएको छ, साँच्चै नै काम गर्ने खालको। आशा छ यति ठुला देशमा घटेका विद्यमान समस्यालाई त कुलमान घिसिङले समाधान गर्नुभयो भने एकजना चेपाङ परिवारको घरको माथि रहेको तारलाई हटाउनको लागि धेरै बेर लाग्दैन जस्तो लाग्छ हामीलाई। हो सर, आशा गरौँ। एकदम धन्यवाद सर।